Wish me a luck. किनकि आज म बनाउँदैछु सेलरोटी आफ्टर सो मेनी इयर्स। लास्ट टाइम चाहिँ मैले बनाएको थिएँ व्हेन आई वाज इन स्कुल। फनी स्टोरी, त्यो रोटी चाहिँ ढुङ्गाभन्दा कडा भएको थियो। सो आज चाहिँ म अल प्रिपेयर्ड छु। यो चामल चाहिँ मैले ओभरनाइट सोक गरेको थिएँ। यसमा चाहिँ मैले हालेको थिएँ अलिकति मेथी अन्त गोटा गरम मसला, अन्त यसलाई चाहिँ मैले रफली ब्लेन्ड गर्दैछु। यो आधी किलो चामलमा चाहिँ म हाल्दैछु 2 कप सुजी अन्त 1 कप मैदा। चिनी चाहिँ आफ्नो टेस्टभन्दा अलिकति ज्यादा हाल्नु होला किनकि वन्स यु फ्राई इट यसको स्विटनेस चाहिँ घट्छ। अन्त घिउ हालेर चाहिँ यसलाई म मजाले मिक्स गर्दैछु जबसम्म चाहिँ यसको कन्सिस्टेन्सी चाहिँ यतिको हुँदैन। ब्याटरलाई चाहिँ एकपल्ट फेरि हाफ आवर जस्तो छोपेर राख्दैछु। एभर सिन्स मेरो ठुलो भाउजू चाहिँ बाहिर काम गर्नु जानुभयो देन आई स्टार्टेड लर्निङ कुकिङ। खाना बनाउनु चाहिँ मलाई पुरा अल्छी लाग्थ्यो बट हियर आई एम मेकिङ सेलरोटी। मेरो सेलरोटीको सेप चाहिँ चाइनिज लेटर जस्तो हुँदैछ। आफ्टर सो मेनी एटेम्प्ट यतिको चाहिँ भएको छ। आई मिन नट ब्याड है। सो दिस इज माई दिवालीको सेलरोटी। सेप चाहिँ यस्तै भए पनि यसको टेस्ट चाहिँ